हेलो गाइज वेलकम टु माई ब्लग हजुर आराम हुन्छ होला म पनि आरामै छु अनि आज चाहिँ हामीले फेरि नयाँ गेम लिएर आएको छौँ हैन यो गेम चाहिँ कस्तो छ भन्दा चाहिँ हाम्रो यो बत्तर फ्लिप हान्ने हो टक्क लाएर हैन टक्क लाएर यस्तो अड्काउने हैन अनि जसले अड्कायो एक गाँस खानियो दुईटा हाम्रो अप्सन छ एक गाँस मात्रै अनि जस अब हामी सुरु गर्छौँ हैन साथीहरु ल हजुर हेर्दै गर्नु होला रमाइलो गर्दै गर्नु होला र अनि हाम्रो अब सुरु कसले गर्ने अनि अस्तिको भिडियो हेर्नु भएको छैन भने त्यो पनि हेर्नु होला अस्तिको भिडियो पनि हेर्नु भएन भने त हेर्नु है एकदम रमाइलो छ त यो भन्दा रमाइलो होला आई थिंक यो नै रमाइलो हुन सक्छ के त हैन है साथीहरु है ल अब हामी सुरु गर्छौं ल म त दिए हजुर सुरु गर्नु छ कि ल एकजनाले तीनचोटि गरौँ न त तीनचोटि हैन एक चोटि नै गर्ने के ल म सागर गरौँ ल के खान्छ म गर्न पाएँ नि त अब हैन ए भएन मेरो त ल मम त धेरै एक गाँस त हो धेरै छैन म गर्दिम तिमीले खानु छ हाम्रो त हुँदैन कि क्या हो हाम्रो त हुँदैन भयो भएन ल मम त धेरै साले सक्दिन्छ त भाइ साले सक्दिन भयो हाम्रो त ओ भयो मेरो भयो म त करिन हान्छु ल धुरा हान्नु कति धुरा हान्नु आफूले तीनचोटि खायो अनि ल त्यति तपाईँको पालो म त दिला खान पाउनु हुन्न जस्तो लाग्यो मलाई मैले त खान पाउँदिनँ होला है म थोरै हान्छु धेरै ए त्यस्तो भन्नुपर्ने के डलाउनु ल ल भयो भइसक्यो थियो ढल्यो त्यस्तो गेममै थिएन तर त्यस्तो खोज्नु भएन भएन मेरो बानी रोक तिम्रो चाहिँ भएर के आतेको पनि खान पाउँदैन क्या मम्तीले ल दिदी भने यार यता मजाले करेन्ट त सकिन लागिसक्यो तिनजना भोलिमा त हुँदै हुन्न म भन्दा भनेर धेरै सक्छु कि ल दिदी कस्तो नभएको मेरो हुन्छ है अब है फेरि म होइन ममा जाने फर्स्टमा त कन खाइहाल्नु मजाले खानु हजुरले त अलिक चान्स आउनु हजुरको ओइ भयो मेरो अहिले त मेरै भन त खानु म खान्छु नि सक्सेस एन्ड पर्सन के यस्तो मेरो भयो त्यो ओइ मलाई राखिदियो ल करेन्ट साइड मजाले खान्छ है अहिले मलाई राखिदियो ल ल जति बेला नि तल पुग्छ भाइ मेरो त पानी हाल्छ त्यो पानी को हो तिमी हेर ममता पछि सर्को पऱ्यो क्या मलाई त पानी खाम भने क्यामेरा आउनु क्यामेरामा
मेरो टर्नै आउँदैन कि क्या हो हजुरले गर्नु म अन्त दिले गर्नु गर्दा पुगेन त मलाई पनि थाहा छैन है मलाई पनि राख्दैन छ्या ओए भयो सन्ध्या मैले अड्डा खेर क्या त्यहाँ अझ मजाले भेट्यो भने अर्डर गर्नु है खेलाइदिएको मैले एकछिन जानिसकेको थिएँ मम्मीले मलाई 3 चोटि देऊ न अब केला रोका ल यो म सब खाइदिन्छु अब म त छिटेन ए ए ग्यास ओए हट्नु त्यो चुन्क्याम नहर्नु उज्जन त करेन फेरि म खाइदिने सुजो अरे यत्रो करेन्ट आयो नि देऊ न राम्रोसँग खाँदैन सानो है पजेर खा नि तर मैले खाएँ नि त्यो धेरै जाउ लाग्यो त्यसो यस्तो खेल्न जान्नुपर्छ क्या यस्तो होइन हेर्दा करेन्ट नै सकियो भाइ किन भएन कि मेरो जाने अब उतै सोरेर खाऊ न करेन्ट मेरो या झलै पाला आएन आयो म त कस्तो अल्लकी हो दुईफेर कम पनि दिले हो ल ठिक छ म सर तिमी अब एकछिन उस गर स्टप गुलियो गुलियो खाता है तिमी पानी हो हामी खेल्दै अब ल एकचोटि छोडिदियो ल पिरो भयो भाइ ल दिदीको पाला आइगयो मजामा एकचोटि मात्रै म पानी हाल्यो पानी तिमीले हो हजुर सन्ध्या आइज तिमी हो बिर्सिन्छु क्या एउटै मम्मी म अरे कस्तो मात्र अड्याएको अहिले त सबै नै होइन प्रो भइसक्यो प्रो अहिले त प्रो म्याक्स यस्तै हो बस्छ मैले खाने टर्न हो है हो र तिम्रो पालि हो क्या ए यो गेम त भएन तर साँच्चै हो ए एकजना मात्रै खाएको है यो चाला खेल्न आउँछ अनि थोत्रो खाऊ न भाइ मेरो एकचोटि सुन्न भाइ मेरो इनर्जी नै नरहेछ क्या भनेको छैन उता जाऊ
धन्यवाद जा यता मेरो त हुँदै हुँदैन भाइ कस्तो चाहिँ हान्ने मलाई खान नि झोला यार मेरो त एकचोटि नि हुन्न ल भयो सोध्नु भयो मम्मी छोडिदिएर मलाई आजको भिडियो साथीहरू हेर्नु है सबैभन्दा धेरै कसले खायो कमेन्टमा भन्नु होला है सबै थोरै त मैले होला है अझै उसै हुँदैन अघि त्यहाँ कतिचोटि भयो अहिले हेरौँ न नि कसले खाएर चाहिँ सधैँ थोरै नि थाहा हुन्छ त्यो मिठो खाएको है मिठो रहेछ चटपट अस्ति भन्दा मिठो सागरी नै प्रो थियो क्या यस्तो गर्न मम त आउँदैन झन् आउँदैन आउँदैन भन्दा चाहिँ मलाई त आएको थिएन कि बसेर आइहाल्यो आउँदैन भन्थेँ जन्नेलाई धेरै आउने जाउँ ल अब के भन्ने ल साथी हो अब हाम्रो भिडियो यति नै भयो अन्तिसम्म हेरिदिनु पनि धन्यवाद अनि लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला ल सब्सक्राइब पनि गरिदिनु होला है ल अनि हजुरहरूको लागि म यहाँ नै भिडियो लिएर आइरहन्छु अब गाउँमा यस्तो खानेकुरा त्यस्तो धेरै पाउँदैन है अनि त्यही भएर फेरि अहिले हामी चाहिँ गाउँमा छौँ कि उता बजारमा छैन त्यो कारणले नै अनि गाउँमा आएको बेलामा यसो रमाइलो गरौँ मेमोरी जस्ट मेमोरीको लागि मात्रै यसो घन्टाको बनाएको अनि यहाँ पाउने करेन्ट र चटपट मात्रै हो यहाँ पाउने करेन्ट र चटपट पानीपुरीहरू पाउन कि अब आजचोटि आउँदाखेरि चाहिँ हामी पोखराबाट आउँदाखेरि टक्क लिएर आउँछौँ ट्याक्क लाएर त्यति बेला बनाएर टक्क लाएर खाम्ला होइन खाएको हजुरलाई भिडियो देखाउँछौँ नातिनुहोस् र यति नै भन्दै यति नै भन्दै अब यति नै भन्दा अब हाम्रो यो भ्लग यति नै एन्ड हुन्छ होइन त्यति त नि अब हजुरहरूले लास्टसम्म हेर्नुभयो त्यसको लागि धन्यवाद र बाई 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 बाई